लिटरली रोएँ है, एकदम ओभरै रोएँ। हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। अनि नमस्ते सम्पूर्णमा। आज शनिबार 7:11 गयो है, र अहिले म जाँदैछु बालुवाटारतर्फ है। आज बालुवाटारमा जान्छु, फुपूहरू चाहिँ उता चन्द्रगिरी जानुहुन्छ अरे है। अनि चन्द्रगिरी चाहिँ पुर्याउनु पर्छ है बाबु, 7:30 भित्रमा आइपुग्नु भन्दै हुनुहुन्थ्यो। अहिले 7:11 गयो। म अहिले आजको दिनको सुरुवाती के कस्तो अनि कसरी बित्ने रहेछ तपाईँलाई टोटली डिटेल तरिकाले दिनेछु। ब्लग अन्तिमसम्म हेरेर साथ दिनु होला है त। फाइनली म चाहिँ अब चन्द्रगिरीबाट फर्केको अवस्था है, उहाँहरूलाई छोडिसक्यो। त्यसपछि अब तल फर्किम साथीहरू, तल फर्किम। यहाँतिर बसेर खासै केही उपलब्धि हुँदैन है, तल फर्किम। पोस्टभन्दा माथिबाट चाहिँ एउटा टिप लिनको लागि जाँदैछु है। टिप चाहिँ लगेर जानुपर्ने चाहिँ उता ग्रिनल्यान्ड चोकतिर है। ग्रिनल्यान्ड चोकको राइट लागेको छ। 626 रुपियाँको टिप लागेको छ है। नर्मलमा आएको, कम्फर्टमा आएको भए चाहिँ खत्रै उठ्थ्यो। ठिकै छ है त। यो राइट लगेर ग्रिनल्यान्ड चोकमा टक्कै जानु पर्यो। यहाँ अब खैरेनी मैच्याङलाई लिन आएको है। यहाँ टुरिस्ट हुनुहुँदो रहेछ कि एकजना है। जानुपर्ने चाहिँ यहाँबाट के भन्छ, पाटन दरबार स्क्वायरमा जानुपर्ने है। अनि मान्छे चाहिँ यहाँतिर हुनुहुन्थ्यो। अब कहाँनिर हो पनि है, लिनको लागि जाँदैछु। 500 को राइड हो यो चाहिँ है। यो चाहिँ अहिले धापासी हाइट भन्छ है। धापासी हाइट नै हो हुन चाहिँ। अब यहाँ चाहिँ छिर्दैछु म। यहाँ म पाटनको गल्ली घुम्दैछु है। गल्ली घुम्दैछु। यहाँ चाहिँ 500 रुपियाँको टिप ल्याएर छोडेको थियो है। अनि एउटा चितलाङको टिप लगाएको छ साथी हो है। जानुपर्ने अब 30-35 किलोमिटर हो है त। दक्षिणकालीको बाटो जानु पर्ला है। अब पर्मिट काट्नलाई कि त ढुङ्गे अड्डा कि त भने यहाँ एकान्त कुनामा पुग्नुपर्छ। एकान्त कुनामा बन्द होला है। फेरि अब ढुङ्गे अड्डा पुगेरै फेरि फर्केर आउनुपर्ने अवस्था हुन्छ। के गरौँ भयो साथीभाइ, यार तनाव भयो। यहाँ पहिला यसो चितलाङतिर पुगेर आऊँ है। जाने बेला चाहिँ दक्षिणकालीको बाटो जाऊँ है अलिकति, किनकि उता चन्द्रगिरीको बाटो उकालो अलिकति भनौँ न अफरोड छ क्या धेरै नै। उकालो अलिकति सक्ला नसक्ला हुन्छ, त्यही भएर यो उसको बाटो जाऊँ है, दक्षिणकालीको बाटो। अनि त्यसपछि फर्किने बेलामा चाहिँ अब उता चन्द्रगिरी निस्किनु पर्ला है। चन्द्रगिरीको बाटो चितलाङको ओह्रालो है त। ल के कस्तो हुने रहेछ। बिहानदेखि खाना पानी केही पनि छैन यार है। यस्तै भयो यार है। के गर्ने, यस्तै छ। न खाजा न खाना न भोक पनि हराइसक्यो है। यस्तै छ। म अहिले चाहिँ हो चन्द्रगिरी डाँडामा आइपुगेँ है त। बल्ल तल्ल उता उसबाट टो गरेर ल्याउनु पऱ्यो है। यहाँको अवस्था, यहाँको चाहिँ यस्तो वाला भ्यू छ है त। यस्तो वाला ठाउँमा छु है अहिले म। अनि यो चाहिँ फुल अफरोड नै रहेछ क्या। यो त अझ धेरै राम्रो हो नि ग्राभल भएपछि है। अनि उताको बाटो चाहिँ लास्टै खत्तम हो कि। अनि त्यही भएर चाहिँ है चन्द्रगिरी अब मन्दिर चाहिँ कहाँ छ भने ऊ त्यो माथि डाँडामा देखिराख्नु भएको छ नि, त्यो घर जस्तो हो, त्यही हो है त चन्द्रगिरी डाँडा चाहिँ। र त्यही हो साथी हो, कहिलेकाहीँ दशा लाग्छ कि साथी हो। त्यही भएर यो बर्खायामको समयमा है इभी गाडी लिएर चाहिँ बाहिर नजानु होला है। यो किनकि यो बाटो खै अब धेरैजनाले ल्याउनुहुन्छ होला है। म चाहिँ फर्स्ट टाइम यो इभी गाडी बोकेर चाहिँ यो चितलाङमा आएको। एन्ड चितलाङमा आज आएको यस्तो दुःख पायो है, यस्तो दुःख पायो। सो यस्तै छ साथी हो, के गर्ने। अब यहाँबाट तल जाऊँ है। 2% चार्ज छ गाडीमा। अब यो ओह्रालो झर्दा त यसो होइन 2-5% बढ्यो भने नि सजिलो हो हुन चाहिँ है। यहाँ तल उसमा चन्द्रगिरी साइडमा तल डाउनमै ओर्लिनु पर्ने हो म चाहिँ। अनि लास्ट दुःख पाएँ यार, लास्टै दुःख पायो है। यहाँतिर छ मेरो गाडी चाहिँ है त। अब यसो 1-2वटा भ्यू हेरौँ है। अब आजको भ्लग भनेको यसै भयो उस्तै भयो है। आजको टक्कले भ्यू हेरौँ है त। अहिले मौसम सफा भइरहेको छ।
यो चाहिँ चितलाङ जाने बाटोको एकमात्र यो दुर्घटना हुन्छ नि, सो त्यही भएर चाहिँ यो मन्दिर स्थापना गर्नुभएको है। अब धेरैजनाले गाडीको नम्बर हैनहरू लेखेर चाहिँ यो ऐनाहरू राख्ने गर्नुहुन्छ। सो मैले चाहिँ त्यस्तो गर्न सकेन, मैले चाहिँ ऐनाहरू ल्याउन सकेन। सो त्यही कारणले मैले चाहिँ यो पैसाहरू चाहिँ चढाइदिएँ है त। ल म चाहिँ तल तल झरिसकेँ है। अघिको भ्यूहरू देखिहाल्नुभयो है, बब्बाले भ्यू के बब्बाले एकदम खतरनाक भ्यू छ है। सो जे होस् सब है, यस्तै छ आजको दिन हैन। आजको समय भनेको चाहिँ यसरी नै बित्यो हो साथी हो है। रुनु कि हाँस्नु भयो, रुनु कि हाँस्नु भयो, रुनु कि हाँस्नु भयो अघि त। थट कस्तो भने यतिको बाटो राम्रो भएको भए त धेरै राम्रो हो है। त्यही माथि चार्ज पनि कम। अनि कस्तो भयो भने यो उकालो चढ्दा चढ्दै अब चार्जले भ्याउला कि नभ्याउला भन्ने डर भयो कि मलाई चाहिँ। अनि सो त्यही कारणले चाहिँ एकदमै डर लाग्यो कि झन्न। भगवान्ले जोगाएरै ल्याइदिनु भयो है, धेरै धेरै धन्यवाद। के गर्नु हो, यस्तै छ है। दशा भनेको बाजा बजाएर आउँदैन भन्दै हो रहेछ हो है। यहाँबाट सिधै तल कलङ्की अथवा यहाँ कता हुन्छ चार्जिङ स्टेसनमा झरौँ है। अनि चार्ज गरौँ गाडी, चार्ज गरौँ। गाडी धुनु छ है आज त हिलो। आजको कमाइ भनेको, इन्कम भनेको जेरो है। आज कमाएको र नकमाएको उस्तै भयो। सो कहिलेकाहीँ यस्तै हुन्छ, चित्त बुझाउनु पर्ने हुन्छ है। ड्राइभरको लाइफ हो है। अनि कहाँ गएर फस्छ, के गएर कस्तो हुन्छ भन्ने कुरो थाहा नै हुँदैन कि। यस्तै यस्तै समस्या अपरझट झ्याप झ्याप आइदिन्छ है। के गर्ने, यस्तै यस्तै आपत आउँछ है। तर हाम्रो दाजु र म चाहिँ सँगसँगै आइरहेको छु है त माथिबाट। किनकि उहाँको चाहिँ लोड गाडी भइहाल्यो थियो होइन। अनि लोड गाडी, अनि किनभने बिस्तारै आराम गरी गरी, किनकि ओह्रालोमा धेरै ब्रेक तातिन्छ नि त। अनि त्यही भएर बिस्तारै बिस्तारै ल्याइराख्नु भएको छ। सो मैले चाहिँ यसरी लिएर झारिराखेको छु है गाडी। किनकि यो 3टा लाइनमा राखेपछि चाहिँ गाडी त्यति साह्रो दौडिँदैन नि त आफ्नै सुरमा है। 9, 10, 8, 14, 15को स्पिड बिस्तारै झार्नुपर्ने हुन्छ ओह्रालो। ब्रेकहरू केही नथिचिकन है, यसरी नै। सो यस्तै छ। चितलाङमा पनि चार्ज गरिदिन्छु भन्दै हुनुहुन्थ्यो, तर चार्जर चाहिँ आफ्नै चाहिने रहेछ कि है। अनि त्यही कारणले धेरै आपत पऱ्यो कि। अनि त्यही कारणले चाहिँ अब पानी पनि परिरहेको थियो, बाटो फेरि त्यस्तो खत्तमको है। तपाईँले देखिहाल्नु भयो अघिको भ्लगहरू, के अरे योभन्दा अगाडिको क्लिपहरूमा। यस्तै छ, यस्तै छ साथी हो, यस्तै छ। नराम्रो तालले फसियो आज। समय भनेको ठ्याक्कै 6 बजी अहिले बेलुकाको है। तैपनि उज्यालै छ। अब हेरौँ तल चार्जिङ स्टेसनमा झरौँ होइन। टक्कले चार्ज हालौँ है, 60, 70, 80% बनाऊँ। त्यसपछि टक्कले गाडीहरू फुल वास गरौँ चिटिक्कले। अब भोलिको लागि रेडी गरौँ है। आज त यस्तै भइहाल्यो है त। आज शनिबार पनि हो। अब त आइपुगेँ तल तल। अब चन्द्रगिरी केबल कार स्टेसन, यो केबल कार चढ्ने ठाउँतिर निस्किन लागेँ म है। अब यहाँबाट चाहिँ बाटो पिच नै होला अलिअलि है। अब यसो यहाँबाट यसो तल झरेर गएपछि अब 4-5% त चार्ज बढिहाल्छ है। 4-5 भर्छ, 3-4% चाहिँ बढ्छ है। ओह्रालो छ नि त, ओह्रालो बाटो भएपछि अलिकति रिचार्ज हुन्छ नि त। त्यही कारणले मलाई पनि सजिलो। मैले चाहिँ योभन्दा अगाडि यो उसको चितलाङको चाहिँ भ्यूहरू चाहिँ क्लिपहरू लिन पाएन है। त्यहाँ अब छुट्टै खालको अलगै किसिमको टेन्सनमा फसेको नि त, फसेको पनि थियो। त्यही कारणले चाहिँ यस्तै भयो है। त्यहाँको क्लिपहरू चाहिँ लिन सकिएन है त। बाटो चाहिँ अब माथि डाँडासम्म पिच भयो भने फिलिली हुने रहेछ है। काठमाडौँ क्षेत्र, काठमाडौँभित्रबाट चितलाङ कति 27 किलोमिटर त्यस्तै होला, 27 किलोमिटर पर्छ है। धेरै टाढा त पर्दैन। तर उता फार्पिङको बाटो घुमेर जानुभयो भने चाहिँ तपाईँ धेरै नै पर्नुहुन्छ है। फार्पिङको बाटो जानुभयो भने चाहिँ तपाईँ धेरै नै घुम्नुपर्छ। लगभग 60-70%, 60-70 किलोमिटर नै दौडिनु पर्ने रहेछ। हे भगवान्, हाम्रो दिन कहिले त्यसरी आउला। के गर्नु हो, जङ्गलमा त जाँदा पहिला बाघ आउँथे होइन, यो आउँथ्यो त्यो आउँथ्यो भनेर बस्थ्यो डराएर। अहिले त के को बाघहरू पनि तर्सिन्छ हौ यसरी जोडी जङ्गलमा बस्दा त। हेत्तेरिका, तनाव छ हजुर, तनाव छ।
यतै छ है त। कस्तो खतरनाक मौसम देखेको है। है यस्तो खतरनाक टर्निङ छ। अर्को दाजुको गाडीको ब्रेक गनाए जस्तो छ है, त्यही भएर बिस्तारै हिँड्नुपर्ने अवस्था हुन्छ है त। यो ओह्रालो बाटोमा हतार चाहिँ गर्नुहुन्न है। लोड गाडी चाहे लोड गाडी होस् चाहे हाम्रो जस्तो खाली गाडी होस् होइन, एकदमै होसियारपूर्वक हिँड्नुपर्छ है। त्यही माथि अब यो त इलेक्ट्रिक गाडी हो है, त्यही कारणले चाहिँ अब धेरै बत्तिन्छ नि त, अनि त्यही कारणले चाहिँ बिस्तारै बरु होइन स्लोमै झर्ने। लिटरली साथी हो गाडी त हेर्नै नहुने भएको छ कि, बिजोक भएको छ यार, बिजोक यस्तो खत्तम भएको छ कि है। ल अब मेरो गाडीमा चार्ज कति भएछ है, देख्न सक्नुहुनेछ तपाईँले 94% भएछ है, ट्याक्कै 94% भएछ। अब टक्करै फुल होस्, त्यसपछि गाडी धुन हालिदिनुपर्छ है त यहाँ वासिङ सेन्टरमा, फुल वास गर्ने त्यसपछि है त। सो फाइनली म चाहिँ अब जाँदैछु रुमतिर है, रुमतिर जाँदैछु। अहिले समय भने 8:10 गयो। आज लास्ट थकाइ अनि ज्वरो आउला जस्तो भएछ। किन भनेर भन्नु होला है तपाईँहरूले। यो थकाइ त लाग्छ नै, तर ज्वरो चाहिँ किन आउला जस्तो भयो भन्दाखेरि एकदमै के एकदम म आफैले सेयर गर्दाखेरि म आफैले नराम्रो फिल भइरहेको छ कि अहिले नै एकदम छटपटी भयो कि, एकदमै छटपटी भयो कि, एकदमै है के गरौँ कसो गरौँ माइन्डले केही पनि सोच्नै सकिरहेको थिएन कि है। गाडी भने चार्ज कम भएर बस्ने एकातिर र प्लस त्यही माथि अफ रोड, पानी परेको समय, हिलो बाटो, लास्टै चिप्लिने, गाडी भनेको चढ्दै नजान्ने के। एन्ड चार्ज कम भएपछि त्यस्तै भनौँ न, अनि गाडी पनि चढेन माथि, अनि केही सोच्नै सकेन कि। अनि लास्टमा त्यत्तिकै थाकेछु कि मैले, अब खाना के, पानी के, भोक के, तिर्खा के होइन, लिटरल्ली माइन्ड आउट अफ माइन्ड भएछ कि एकैचोटि है। अनि लिएर जाने प्यासेन्जर बहिनीहरूले पनि धेरै धेरै धन्यवाद है। चार्जिङ स्टेसन सोधपुछ गरिदिनु भयो धेरै ठाउँमा है, दौडधुप गरेर सोधिदिनु भयो। अनि अहिले पनि फोन गरिराख्नु भएको थियो, दाइ काठमाडौँमा पुग्नु भयो होइन, यता चन्द्रगिरीको बाटो कस्तो रहेछ भनेर सोध्नु भएको थियो। सो चन्द्रगिरीको बाटो ठिक छ, इन्जोय गर्नु तपाईँहरू भने है, थ्याङ्क यू। ओ माई गड, आजको जस्तो होइन एकदमै के थकाइ, त्यही सोचाइले गर्दा धेरै थकाइ लागेछ कि। न पानी छ, न भोक छ, न के हो खै। अब खाना खानुपर्छ दाइ, खाना खाएर जानु होला भनेर भनिराख्नु भएको थियो भन्न चाहिँ, तर अब खानै भुल्यो कि मैले, खानै भुल्यो क्या लिटरल्ली। खाना के पानी के, अनि यहाँ कलङ्कीमा आइपुगेर पो लास्टै घाँटी च्याप्प समाएको जस्तो भयो कि, अनि त्यसपछि घाँटी सुक्खा भएको जस्तो लाग्यो कि, अनि त्यही भएर पानी खाएँ है। अनि पानी खाएपछि चार्ज फुल भएछ, एकछिन बस्यो, आधा 1 घन्टा जति बस्यो, त्यसपछि हिँडेको म है। लाइक योपल्ट चितलाङको राइड चाहिँ एकदम ब्याड भयो कि, एकदम मेरो लागि चाहिँ एकदम नराम्रो समय नै भयो है, नराम्रो समय नै भयो। सो एकदमै गाडी चाहिँ एकदम जोगाएर ल्याउन सफल भएँ है। अनि यो कुराहरू, यो दुःखबाट चाहिँ के पार्ट सिकिन्छ भन्दाखेरि, अनि के पार्ट सिक्नुपर्ने रहेछ भनेर अब छुट्याउनै नहुने चिजहरू के रहेछ त भनेर भन्दाखेरि तपाईँहरूलाई यसमा नर्मल्ली घरमा चार्ज गरिसकेपछि त्यो चार्जर चाहिँ तपाईँले डिक्कीमा प्याक गरिहाल्नुहोस् है, डिक्कीमा हालिहाल्नुपर्छ फर्स्ट। डिक्कीमा राखेपछि कहीँ टाढा यताउता जाँदा पनि समस्या पर्दैन नि त है। फर्स्ट त्यो चिज चाहिँ गरिहाल्नु पर्ने हुन्छ है।
अब गाडी अब भेहिकल भएपछि होइन ड्राइभर भएपछि कहाँ पुग्नुपर्छ के हुन्छ केही थाहा हुँदैन कि त्यही भएर लङ रुटमा जानुहुन्छ भने चाहिँ यो स्पेयर टायर अनि यो चार्जर चाहिँ हालिहाल्नुहोस् है। मैले त एकदम दुःख पाएँ, धेरै नै दुःख पाएँ। त्यही होपफुल्ली त्यहाँ कुरा गर्दाखेरि है माथिसम्म ल्याइदिनु भयो तानेर। सो धन्यवाद है उहाँहरूलाई पनि, धेरै धेरै धन्यवाद। र त्यही हो, आज लास्टै त्यही चिजले गर्दा चाहिँ एकदमै थकान पनि भएछ कि काम त धेरै गरेको छैन, तर पनि यो कस्तो भने माइन्डले धेरै सोचेर होइन सोच्नै नसकेपछि चाहिँ त्यस्तो थकाइ लाग्दो रहेछ कि लाइफमा एकदम ओभरै है। त्यही कारणले चाहिँ अब त्यही हो, पेट्रोलवाला भएको भए त जसरी नै आइपुग्थेँ म काठमाडौँ होइन। पेट्रोलवाला भए त 1-2 लिटरहरू त्यहाँ कसैसँग मागेर भयो नि हालेर लिएर पनि आइपुग्थ्यो कि त्यो बाटो। अफरोड त मजाले चढ्छ नि त पेट्रोलवाला त, बट इलेक्ट्रिक चाहिँ अलि मन परेन हो मलाई, लास्टै ब्याड भयो। लङ रुटको लागि चाहिँ अलि नहुने नै हो। फेरि त्यो होइन, फेरि त्यो चितलाङ त्यत्रो डेभलप एरिया छ, रिसोर्ट होटेल होइन सबै चिज छ कि त्यहाँ चार्जिङ स्टेसन चाहिँ छैन कि लिटरली। छन त छ तर नर्मल चार्जरमा नहुने रहेछ कि, जस्तै यो ठुलो भेहिकलहरूको जस्तै यो माइक्रोहरूको लागि मात्रै हुने रहेछ कि एकदमै। तर त्यो एरियामा पनि धेरै चार्जिङ स्टेसनहरू चाहिँ राख्नुपर्ने हुन्छ है, किनकि बुकिङ लिएर गइरहेको हुन्छ, कहिले के गरेर लिएर गइरहेको हुन्छ। सो त्यही भएर चाहिँ राख्नुपर्ने चाहिँ हो, तर त्यहाँको स्थानीयको के छ कसो छ त्यो त थाहा भएन है। सो त्यही हो, आजको लागि यति नै है। के कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। आज धेरै नै दुःख पाएँ है त। होपफुल्ली अब नेक्स्ट डे एन्ड नेक्स्ट टाइम चाहिँ त्यस्तो दुःख नहोस्। आजको लागि यति नै, बाई बाई, गुड नाइट, शुभरात्रि है त। अहिले म जमलमा आइपुगेँ ठ्याक्कै।